Hello. Good morning, good afternoon, good evening, and good night, everyone, whichever part of the world you are watching from. अघि बिहान मैले लाइभ हालेको थिएँ, म वकिङ गएँ होइन, मर्निङ वक. त्यसपछि जिम हलमा गएर अलिकति बिजनेसको अपडेट गरेँ. अहिले चाहिँ म घरमा आएर, मेरो मिसेस चाहिँ बारीमा थियो, म चाहिँ घरमा आएर मेरो नेपालको एकजना मेन्टी होइन, उहाँलाई चाहिँ म सिकाउँदै थिएँ, गाइड गर्दै थिएँ. त्यतिखेर मेरो मिसेसले एउटा चाहिँ के हो खुसीको कुरो लिएर आयो. त्यो के होला? क्यान यु इमेजिन? म आफै देखाउँछु ल. लुक एट दिस. दिस इज वाट सी जस्ट ब्रट. अनि यस्तो चिजहरू भनिराखेको छ है. गर्दाखेरि म तास चाहिँ खेल्न आउँदैन, त्यही भएर मैले यो अलिक फिट्न जानिनँ है. यस्तो चिज आएको छ, कसरी पो गर्छौ यसरी होइन, यसरी. मैले लाइफमा तास चाहिँ खेल्न जानेन, त्यो पनि म तपाईँलाई कोसिस गर्छु. यो कसरी पो गर्छ हौ. यस्तो छ. जस मान्छेले पारा चाहिँ सबै कुरामा आउनुपर्छ, तर म यो तास खेल्ने कुरामा चाहिँ अलिकति कमजोर भयो. तपाईँहरूलाई आउँछ भने यसो भन्नुहोस् है. हुन त तास खेल्नु राम्रो छ होइन, चाडबाडमा खेलिन्छ. वेट म यहाँ भुइँमा गरेर गर्नु पर्यो, साह्रै भएन. First of all, I would like to thank God for this beautiful blessing, you know. So yeah. All right. Here you go. Dun-dun-dun. अब अनलाइन बिजनेसले यो पोसिबल छ. म चाहिँ घरमा बसेर मेरो अफिसमा होइन, सानो कुनामा चाहिँ नेपालको एमएनटीलाई गाइड गर्दै थिएँ. मेरो मिसेस बारीको काम सकेर पोस्ट बक्स खोल्न गयो, अनि आउने बेलामा चाहिँ यसको साथमा आयो. लुक एट दिस. कतिवटा छ? 1 2 3 4 5 6 7 8 9 10 11 12. सो यो भनेको कमिसन, अल कमिसन. इफ यु आर इन्ट्रेस्टेड टु नो अबाउट दिस बिजनेस, मेरो वेबसाइट www.lakeconsult.com मा चाहिँ जानुहोस् है. अनि त्यसपछि तपाईँलाई वेबिनार पठाइदिन्छु, लिङ्क हेर्नुहोस्. अनि त्यसपछि यो बिजनेस तपाईँको लागि जस्तो लाग्छ भने फिल फ्री टु कन्ट्याक्ट मी. म्यासेज गर्न सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ, मेसेन्जरमा आउनु सक्नुहुन्छ है. त्यही हो. त्यसपछि चाहिँ फर्दर स्टेप चाहिँ अगाडि जाने भयो भने म त्यसमा पनि गाइड गर्दै लैजाउँला है त. र सबभन्दा राम्रो कुरा चाहिँ के छ भने त्यही हो, यो अक्टोबरमा चाहिँ प्रमोसन छ. कम्पनीले 9 वर्षमा अहिले फर्स्ट टाइम चाहिँ त्यो प्रमोसन दिएको छ. थर्ड माइलस्टोन हिट गर्नलाई मान्छेलाई चाहिँ नि 1 वर्ष एराउन्ड लाग्थ्यो भने अहिले चाहिँ तपाईँहरू इन्ट्रेस्टेडहरू कोही हुनुहुन्छ भने स्ट्रेट अवे थर्ड माइलस्टोन चाहिँ एचिभ गर्न सक्नुहुन्छ. मैले भनेको यो झुटो हो या साँचो हो तपाईँलाई चाहिँ लाग्छ भने नोभेम्बरमा विचार गर्नुहोस्. नोभेम्बरमा तपाईँले यु विल नो मोर गेट द्याट प्रमोसन. अनि यु विल हेभ टु स्ट्रगल एनदर मेबी त्यही हो 1 वर्ष एराउन्ड चाहिँ नि. त्यसमा अलिकति कोसिस चाहिँ गर्नुपर्छ. जस्तै मैले पनि त्यस्तै गर्नु पर्यो है, किनभने मैले पनि फुल टाइम गरेको थिएन. फुल टाइम गर्नेहरूले त यस महिना दिनमा उनीहरूले आफ्नो रिजल्ट देखाउन थालिहाल्छ. तर धेरैले यो बिजनेस चाहिँ नि साइड हसलको रूपमा काम एउटा प्लान बीको रूपमा लिएको भएर अलिकति टाइम लाग्छ, तर हुन्छ. देख्नुभयो, मैले पहिला पनि देखाउँथेँ. अनि आज चाहिँ मैले अहिले भर्खरै मेरो मेन्टीसँग बोल्दै बुढियाले ल्याएर दिएको भएर त्यही मौकामा चाहिँ मलाई यो उता आएको थिएन. मेरो मेन्टीले खोइ म हेर्छु, म फोटो खिच्छु भन्नु थालेर, अनि मैले ठिकै छ म आफै यहाँ हालिदिउँ ल, लाइभ हालिदिउँ ल, यो फोटो खिचेर तिमीलाई दिउँला नि त भने. अनि मेरो मेन्टीले पनि अस्ति नै के अरे नेपालमा पैसा पाइसक्नु भयो नि, थाहा छ तपाईँहरूलाई. तर नेपालमा चाहिँ यस्तो चेक जाँदैन, नेपालमा चाहिँ नि ब्याङ्कमै जान्छ. गर्दाखेरि उनीहरूको चाहिँ एकाउन्टमै हुन्छ है. Us. Thank you all for watching. If you're interested, once again,
मेरो चाहिँ वेबसाइट www.lekconsult.com मा चाहिँ रेजिस्टर गर्न सक्नुहुन्छ और मलाई चाहिँ मेसेन्जर थ्रु या फोन थ्रु या इमेल थ्रु चाहिँ कनेक्ट गर्न सक्नुहुन्छ। मेरो बिजनेस पेज लेख एन्ड इन्द्रा छ भने पर्सनल प्रोफाइल चाहिँ यही नै हो, लेख बहादुर गुरुङ। थ्याङ्क यू अगेन एन्ड थ्याङ्क्स गड फर दिस ब्लेसिङ। है त जाडो छ अनि हम्काउँदाखेरि झन् साह्रो जाडो हुँदो रहेछ, गर्दाखेरि म चाहिँ हम्काइन है। हस्, सबैको दिन शुभ रहोस्, सबैको रात शुभ रहोस्। बाइ बाइ एभ्रीवन, थ्याङ्क यू फर वाचिङ।